छैन चाहिँ छैन मेरो। हो रहेछ एउटै चार्ज अझै यसरी देखाउनु त मेरो चाहिँ छैन हैन। पहिला चाहिँ यो सेतै हुन्थ्यो। सेतै चायाले म आफैलाई लाज हुन्थ्यो के। मेरो छोरोले भन्थ्यो डेडी चाया झर्या भने सेतो सर्टहरु लगायो भने बरबर चाया हुन्थ्यो हैन। त्यो चाया मलाई सबभन्दा राम्रो यसले बेलुका बिहान बेलुका लाउँदा शीतल छ अनि त्यसपछि चाया झर्नु रोकेको छ। सर्टभरि चाया हुन्थ्यो हैन। आज त्यो चाया पनि छैन। कपाल पनि शीतल छ, अलि कपाल बाक्लो पनि छ। चिलाउँछ अलि फुलेका कपाल पनि कम देखिँदो रहेछ यो लाउँदाखेरि। यता हेर्नु यो फुलिरहेछ। पहिला त अलिक सेतै थियो। सेतै अलि बढी सेतै देखिन्छ, एकदम कम सेतो कालो कालो हुँदै गयो। कालो भएको छ। तर यसमा यो चाया चाहिँ कसरी हट्छ भन्ने कुरा यहाँ बताउँछु। यो श्रीकेश हेयर अइलमा हामीले टी ट्री युज गर्छौँ। टी ट्रीले चाहिँ चाया हटाउन एकदमै ठुलो मद्दत गर्छ। त्यो प्रोपर्टिज भएर चाहिँ चाया हटेको हो यसले। केही चिजले कसैलाई राम्रो गर्ला, कसैलाई ठिक्क गर्ला, कसैलाई बढी राम्रो गर्ला। तर मलाई चाहिँ विशेष गरेर चायामा चाहिँ यसले बडा मजाको काम गरेको छ। आज मैले चाहिँ तपाईँको स्याम्पू नै प्रयोग नगरी मेरो टाउकोमा 5 दिनसम्म टाउको नधोए पनि यो लगायो भने चाया आउँदैन। घरमा त अब अघिल्लो पटक मैले एक डब्बा लगाएको त्यो खोसाखोस भयो। मेरो सालाको छोरी सानी छन्, उसले पनि भेला त म पनि प्रयोग गर्छु भने होइन। अनि मेरो एउटा बुहारी बहिनी छ होइन, उसले चाहिँ डब्बै मलाई आधा राखेर आधा डब्बै उसले बोकेर हिँड्छ म नहुँदाखेरि के। श्रीकेश मनसुन अफर 500 रुपैयाँ डिस्काउन्ट साथमा 1 महिना पुग्ने हेयर लेप पाउडर पनि फ्री। श्रीकेश बन्यो नेपाल सरकारको औषधि विभागमा सूचीकृत हुने पहिलो हेयर ओइल। अब ढुक्कले प्रयोग गर्नुहोस्।